हेलो एभ्रिवान, गुड मर्निङ फ्रम ध्रुवघाट पाल्पा। हिजो रात चाहिँ हामीहरू पोखराबाट आएर यतै मेरो हजुरबुवाको अङ्कलको घरमा बसेको थियौँ ध्रुवघाट भन्ने ठाउँमा। अनि अहिले बिहान बिहान चाहिँ यहाँको हजुरबुवा हामीहरूलाई यताको धारामा नुहाउन ल्याइसकेको छ। नुहाउन अनि पछि ब्रस गर्न। हेर्नुहोस् यहाँको मर्निङ भ्यू यस्तो छ। हस् हुन्छ। अहिले चाहिँ हामीहरू धाराबाट नुहाएर अब घरतिर जाँदैछौँ। अगाडि पापा अनि पछाडि म। अब गएर खाजा खाएर अनि त्यहाँबाट हामी जानेछौँ तानसेन बजार अवलोकन गर्न। अनि अब हजुरलाई चाहिँ हामी यहाँको पुरानो घर देखाउँछु। हेर्नुहोस् त्यहाँ ऊ त्यो बुवा जन्मेको होइन? ए अहिले चाहिँ हामी यता बुवा जन्मिएको घरमा आएको छौँ। यता साइडमै हो। कस्तो लाग्यो बुवा? राम्रै लाग्यो। अनि यताबाट जन्मिएर उता किन बसिया त? अब त्यस्तै आफ्नो कर्मको खेल हो यो चाहिँ नि। सबै कामको सिलसिलामा चाहिँ गएपछि उतै बसियो। यता नै भने उताबाट उता पर किन सर्स्यो भने? उतापट्टिको घरमा। उतापट्टिबाट यता आइएको त्यहाँ घरमा चाहिँ आगो लागेको अरे। अहिले चाहिँ हामीहरू सबै घरबाट निक्लिँदैछौँ यता बाटोमा। अहिले चाहिँ हामी आएको छौँ यता पाल्पाको फेमस फार्म रेजोर्ट, यताको फेमस फार्म शीतल फार्म। हजुरलाई पनि यहाँको भ्यू देखाउँछु। यहाँ चाहिँ यस्तो दामी स्टे गर्नलाई घरहरू बनाइएको छ। यस्तो कटेज टाइपको। यस्तरी बनाइएको छ। त हामीहरू सबै चाहिँ फोटोसोटो खिच्दैछौँ। अहिले चाहिँ हामी यता शीतल फार्ममा बिहानको ब्रेकफास्ट गर्दैछौँ। यो चाहिँ आज हाम्रो शीतल फार्मको हेल्दी ब्रेकफास्ट। अब चाहिँ नास्ता खाइसकेपछि लास्टमा हामी चिया खाँदैछौँ। अनि यहाँबाट चाहिँ हामीहरू बजार घुम्न जान्छौँ। सो गाइज अहिले चाहिँ हामी हाम्रो पाल्पाको लास्ट घुमघाम गर्ने ठाउँ तानसेनको फेमस बजार घुम्दैछौँ। यसपछि हामी जान्छौँ आज भैरवा अनि पर्सि चाहिँ हामी ब्याक टु होम। हामीलाई चाहिँ यहाँ पाल्पाको बजार घुम्न धेरै मजा आइरहेछ। यता हामी दुईवटा मात्र आएको छौँ। अहिले चाहिँ अरू चाहिँ एउटा दोकानमा बिजी होइसिन्छ। अहिले चाहिँ हामीहरूले यता ढाका पसलबाट मेरो लागि एउटा चिनो टाइपको पाल्पाको पर्स लिए। यस्तो छ चाहिँ हामी यता पाल्पाको लोकल झिनिया लिँदैछौँ। सो एभ्रिवान अब चाहिँ हाम्रो पाल्पाको यात्रा सकियो। अनि हामी चाहिँ अहिले भैरवातिर लाग्दै गर्दा यता चाहिँ हामी जोरधारा भन्ने ठाउँमा खाजा खान रोकेको थियौँ। यहाँ चाहिँ यो चाहिँ बटुक राम्रो छ। अनि यो चाहिँ आलु अनि माछा। हामी सबैजना much later. गाइज हामीहरू चाहिँ पाल्पाबाट आएर भैरवा फ्रेस भएर अहिले चाहिँ हामी यता नजिकै बोर्डर सुनौली भएको हुनाले हामी चाहिँ अहिले सुनौली जाँदैथ्यौँ। तर यता बाटोमा चाहिँ यस्तो जाम पर्यो लामो। हामीहरू 15-20 मिनटदेखि यतै बस्छौँ। अब चाहिँ हामी जाँदैछौँ सुनौली इन्डिया बारी चाहिँ। यो चाहिँ यहाँको गेट। यस्तो राम्रो गेट छ। यहाँ भिड चाहिँ अति छ यस्तो मान्छेहरू। अब चाहिँ हामी यता सुनौली बजार एन्टर गरिसक्यौँ। यहाँ यस्तो छ हेर्नु। सबैजना यहाँ त पटाकाको लागि मात्र सोध्दा रहेछन्। यहाँ चाहिँ पलिया बोर्डर भन्दा चाहिँ सजिलो रहेछ सबै सामानहरू ल्याउनलाई। अब चाहिँ हामी सुनौली बजारबाट भएर फेरि भैरवातिर लागिसक्यौँ। यता चाहिँ यो लुम्बिनी जाने बाटो गेट यस्तो छ। 1 hour later. Thank you so much for watching guys. अब चाहिँ भेटौँला अर्को ब्लगमा। त्यतिखेरसम्मको लागि लाइक, कमेन्ट, शेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। हस् त बाई बाई।